ल हुन्छ हामी यहाँ सर्ट ट्रेकमा छौँ हाइकिङ इस्कुस ए अब गीता बिस्को यार दुईटा टिपेर यही बोको इस्कुसै मात्र क्या इस्कुसै ओ तर टिप्न चाहिँ प्रयत्न नगर्नु होला है बुझ्नुभयो फेरि यहाँ झट्टाएर आउलाखेरि ल नि त पहिलाको गाउँघरहरूमा राजाको फोटो ल भर्खर रमाइलो भयो क्या साथीहरू हाँस्दा हाँस्दा गर्मी भयो अनि त्यही भएर यहाँ ज्याकेट खोलेर अब झोलामा हालेर सुरु गर्नुपर्छ हामी त बाटो हेर्दै आएको त पिच बाटोनिर पुग्न लागि छ क्या भन्दै अनि हाइकिङ भ्याइयो ल जाम भन्न लाग्यो ल त्यस बाटो चाहिँ थाहा छैन हामी कसैलाई पनि तर पनि हामी चाहिँ यात्रामै छौँ है त ल हेर्नु हामी त यहाँ पिच बाटोमा आइसकेको रहेछौँ क्या ल लागौँ म नि हाफ हर्स पावर त खनि हेलो हराएँ क्या म त आइयामा मलाई छोडेर जाने तिमीहरूलाई मैले जानेछु केही मेसो आउँदैछ ए ल ल ल जाम खै त दिदी ओहो चण्डाजीको हर्स पावर बढेछ क्या लुम्लेको मिल्क कफीले आयो ल है बिस्तारै बिस्तारै जाम है साथीहरू थकै लाउँछ होइन यो त ए हो खै भिडियो गर्नु हामीलाई नि के हो र होइन त हामी खास हिँड्ने भनेर हो यो बाटो पुग्छ पुग्दैन त्यति मात्र चाहियो हामीलाई उता माथि अब यहाँसम्म आइहाल्नु भयो हजुर यहाँ त्यहाँ मोटरको बाटो छ यहाँ माथि त्यहाँबाट क्यार्सी जानुहोस् उहाँबाट चाहिँ बल्ल माथि त्यो एउटा खोल्सो छ हजुर त्यहाँबाट चाहिँ सिधै माथि गएर हो त्यो डाँडा त्यो दुईतिर बिचमा खोल्सो भएको युट्युब तथा टिकटकका साथीहरू हामीले चाहिँ नयाँ बाटो निर्माण गऱ्यौँ है भर्खर ल हुन्छ हामी चाहिँ अब यहाँबाट मोटर गाडीमा पुग्नु पर्ने भयो अनि त्यहाँबाट फेरि इस्कुस देख्नुभयो क्या चण्डाजी अब हामी यहाँबाट चाहिँ तकरिबन यहाँबाट आधी घन्टामा पुग्यो ल अङ्कल 1 घन्टा लाउँछ मोटर बाटो निस्किन होइन मोटरको बाटो त यहीँ मास्टर हो ए वहाँ पुग्न चाहिँ 1 घन्टा लाग्छ वहाँ पुग्न चाहिँ लजमा पुग्नलाई 1 घन्टा ए ल ल ल साथीहरू कस्तो लागिरहेको अहिलेसम्म ल 2-3 जना मात्र बोल्नु हो भने चाहिँ अब प्रेसर पर्न सुरु भएछ भने बुझ्नु पर्यो ल हुन्छ ल हुन्छ त्यस यहाँ एउटा घर छ अनि त्यहाँबाट यो एउटा चाहिँ बर्खे खोला हो त्यहाँबाट चाहिँ हामी टर्निङ लिएर भर्याङको बाटो जाने हो अबको यात्रा चाहिँ फुल तपाईँको फुल हर्स पावरमा दिनुपर्ने हुन्छ फुल हर्स पावरमा दिएन भने चाहिँ गाह्रो पर्छ फेरि है त ल त्यसो अब हामी यहाँबाट लाग्यौँ है अब बिचमा के हुन्छ हेर्दै जाउँला है त ल ल साथीहरू अब चाहिँ 2 गियरमा है अब चाहिँ एकछिन ल साथीहरू हामी चाहिँ अरू साथीहरू कुर्दैछौँ अनि यो टर्निङमा मैले चाहिँ एउटा कुरा भनेको थिएँ
पानी भएको त यसो मुखसुख भिजाउँदै हिँड्नुहुन्थ्यो नि भनेको ठ्याक्कै पानी रहेछ ल होइन त अब यसमा मुख मजाले पखालेर मैले त फेरि घर धुन्न क्या यस्तो बेला चाहिँ वा शीतलो होइन त यस्तो यस्तो बेला चाहिँ घर होइन क्या मुख धुने सिधै हाइकिङ सुरु भएपछि जहाँ एकदम फ्रेस स्प्रिङ वाटर पाइन्छ त्यहीँ ल है त चिन्दै हुनुहुन्छ जति दियो कति हो ल साथीहरू अब हामी ठाडै लाग्नुपर्ने हुन्छ मिल्ला बाटो थाहा यता हो जाने सुई 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 यसरी माथि जाने रहेछ के यो त अब लेकतिर जान्छ फेरि जोस जोसमै मिल्दैछ त्यस खाना चाहिँ मिल्दैन पिउन चाहिँ मिल्ला अरे क्या हिजो यार रुपेश दाइले यार स्याबै झन्दिरहेको मिल्लीलाई ग्रुप च्याटमा हामी के अरे के भनिदिने मिल्लीले कति टाइममा निस्किने हो के भन्थिने पढ्नै म ग्रुप च्याटमै हेर्ने भयो क्या यो चाहिँ यस्तो हँसा लाएर यार अब यहाँ खास हाम्रो बाटो यो हो हामी यहाँ छौँ के दाइ बाटो यो हो यहाँ छ हामी त टर्निङ मिस भएछ क्या खै ओहो भ्लगर है ल है ल अस्ति युट्युबको बारेमा किन बाँड्नु भयो डिभोसनमा भनेको त यस्तो पो रहेछ ल होइन सनस्क्रिन बेला बेला टच गर्नुपर्छ अनि पो डर्दैन तपाईँहरू सनस्क्रिन नलगाइकन हिँड्नुहुन्छ अनि अनि कहाँबाट हुन्छ डर्दैन तपाईँहरूको स्किन अब यसरी गरेर हामी अलिअलि बेला बेला टच पनि दिँदै गर्नुपर्छ होइन दाइ बसौँ न त्यो एकछिन खाम बसौँ बसौँ ल के खाम पकौडा आमा कहाँको पकौडा चाहिँ स्किनको टचअप दिएर अब पकौडा आन्द्राको टचअप गर्न ल हेर्नु यहाँ त यस्तो यस्तो व्यवस्था छ क्या ल साथीहरू हेर्नु त ल आमा ल हेर्नु त स्टकको स्टक हेर्नु त किन पानी मार्नु भएछ दिदीले भनेको त यो पो रहेछ त अनि पानी हामीले ल्याएनौँ यो ज्योति कस्तो ढिलो ल हेर्नु हेर्नु है हेलो जयमसी सबैजनालाई भोलिको टाइम के गर्ने होला भनेर मिल्लीले भनेको होइन अनि यहाँ रुपेश दाइले घडीमा हेर्ने होला मिल्ली रे क्या जस रुपेश दाइले बेला बेला स्याबै जान्नुहुन्छ क्या उहाँ चाहिँ रुपेश छ उहाँ चाहिँ मिल्ली है ल हाम्रो यो हाइकिङमा चाहिँ एउटा डाइलग फेमस हुने बस्छ है हेर्नु यहाँ साथीहरू खै दाइ मासु भए पो खान्छ ल हाम्रो बिन्जु दाइको डाइलग यो चाहिँ साथीहरू दाइले चाहिँ मासु बाहेक अरू केही नखाने रे आज ल हेर यसो के खानु हेर आलु साग बोजू कहाँ हो रे बाटो यहाँबाट चाहिँ ल यहाँ हाम्रो यहाँ बोजूले गाइड गर्दै हुनुहुन्छ मिल्छ मिल्छ त्यो धाराको पानी ग्राब हान्नु ग्राब है अब यहाँबाट हामी चाहिँ 400 पुगेर ठाडै लाग्ने कुरो हो है बजै हजुरलाई गाह्रो होला यहीँबाट देखाइदिनु यो हो क्या बाटो ए ए ए तलबाट जान मिल्दैन बजु ल ल जाम जाम यहीँबाट जाम बजेले यहाँ हेर्नु त हामीलाई एडभेन्चर ल है साथीहरू ल ठिक छ बजु म सुताइन्छु जान्दैन अय्यामा ओये बा
ल है ल एडभेन्चर हाइकिङ भयो हाम्रो चाहिँ आज टिम भर्सेस वाइल्ड हुँदैछ है यहाँ चाहिँ म्यान भर्सेस वाइल्ड होइन टिम भर्सेस वाइल्ड ल बजे धेरै धेरै मुरी धन्यवाद धेरै धन्यवाद तपाईँलाई ल यो बाटो गर्छ प्रायः चाहिँ यो बाटो हिँड्छन् होइन यो बाटो हिँड्नुहुन्छ बाजे धेरै जस्तो त्यो बाटो अलि रोल भएर यता बाटो हिँड्नुहुन्छ ओके यो बाटो फेर हुन्छ यता लिएर यसै जाने ल बजे धन्यवाद अनि चौतारा आउँछ चौतारा आएपछि चौतारा गएर फोटो खिच्दै हुन्छ अनि अरू बाटो छ कि छैन चौताराबाट चाहिँ चौताराबाट अरू बाटो छ कि छैन अरू बाटो छैन सिधै ठाडे बाटो छ सिधै हो फेरि बन जाने बाटो छ त्यता जाने बाटो छ बन जाने तर हामी चाहिँ देब्रे जानु पर्यो स्याप्तैमा चौतारा देउरे यहाँ पुगिन्छ हजुर ल बजे धेरै धन्यवाद ल बसमा एउटा फोटो खिचौँ त थम्बनेल हाम्रो ट्रेकिङ गाइड ल साथीहरू अब चाहिँ हामी यो पेसमा के होइन फाइनली बाटो भेटियो अब यो हाइकिङ बाटो चाहिँ हामी सिधै गएर त्यो पाखाको बाटो बाँदरहरूलाई भेट्दै लखड्दै ओहो ओहो हेर सपना दिदीको पेस दिदी त 4 गियरमा चढ्नु भयो यार लाउन राम्रो मोटिभेसन दिनुभयो त बजेलाई हाम्रो डिभोसनमा ल्याउनु पर्ने भयो है बजे आशीर्वाद दिनु है छिटो अस्ट्रेलिया पुगोस् भनेर 100 रुपियाँ दिएको त आशीर्वाद के अरे के भन्नुभयो त छिट्टै एउटा बर भेटियोस् भन्नु हो क्या आया मिल्लीले फेरि अर्कै बर भेट्यो फेरि त्यहाँ अघि फर्सी खाएको बरको कुरा भएको थियो याद गऱ्यौ फर्सीमा कोतारे थियो नि रुपेश दाइ झटारा हानेर मुखमा यार ल जाम साथीहरू हाई मिस चन्दा ल साथीहरू एउटा रहस्यमय कुरा हाइकिङको मजा चाहिँ यही हो क्या फर्स्ट 2 दिन उकालो सँगै भइन्छ त्यस पछाडि चाहिँ कोही तल कोही सेकेन्ड टर्निङ कोही थर्ड टर्निङ कोही चाहिँ आराम ल जे जस्तो भयो नि पाइला रोकिनु हुन्न है त साथीहरू पाइला रोकिनु भन है हो नि त्यही नै विदाउट भिजा रुपेश दाइ अमेरिका तल्लो बाटो गएको जस्तै भयो क्या हामी चाहिँ साथीहरू नेदरल्यान्ड जाँदैछौँ यो चाहिँ फेरि माथिको बाटो है चोर होइन फ्री भिजा म सक्दिनँ अब म जान्नु होला अब बिस्तारै प्रेसर पर्दै है त ल साथीहरू लाइक सेयर सब्सक्राइब गरिदिनु ताकि हाम्रो साथीहरू छिट्टै माथि पुगोस् रे के ल हुन्छ यो चाहिँ एउटा सर्ट रेस्टिङ पोइन्ट रहेछ ल हेर्नु यहाँको भ्यू बाटो नभुलोस् एउटा ड्रोन सर्ट हेर्नुहुन्छ ल हेर्नु है ल मिलन दाई हेर्दै हुनुहुन्छ भने आफ्नो याद ताजा भयो होला नि है ल हुन्छ रमाइलो हेर्नु ल साथीहरू है विगतको दिन पनि सम्झाउँछ अपकमिङ डेज पनि सम्झाउँछ है त जस्ट हामी कन्टेनर कफी कता भयो वेयर इज कन्टेनर कफी त्यता हो जस्तो लाग्यो तर हो कि
साथीहरू देख्दै हुन्छ नि होइन दिस इज रक क्लाइम्बिङ सेक्सन के लिटरली कसैलाई थाहै थिएन होला ल है रक क्लाइम्बिङ गर्ने एउटा सेक्सन है अब अझै टप भ्यूबाट देखाइन्छ त ल हेर्नु त ल हेर्नु यहाँ चाहिँ एउटा रक क्लाइम्बिङ सेक्सन रहेछ अब हामी यहाँबाट भिड लाग्दै जाने होइन त दिस इज वान अफ द अनरियल एक्सपिरियन्स जस्ट लुक एट दिस staircase and this spot look at this place oh my god ल त साथीहरू सिरिङ्गै बनायो यार हामी चाहिँ अघि ऊ त्यो घरमा थियौँ अनि बजुले हामीलाई त्यहाँबाट जे झिकझ्याक गर्दै यहाँसम्म ल्याउनु भयो होइन अनि मलाई जहाँसम्म लाग्छ यो चाहिँ लुम्लेको घुम्ती भयो अनि ढाबा चाहिँ अलिक तल रहेछ ढाबा होइन अनि नैपुल पनि छ है साथीहरू नैपुल अनि बाइक जाने बाटो चाहिँ ऊ त्यहाँ देख्दै हुन्छ नि तपाईँहरूले त्यहाँनिर है त ल अब यो बाटो हुँदै जाने इमेजिन गर्नुहोस् यो ठाउँमा तपाईँ हुनुहुन्छ चिसो हावा अलिअलि न्यानो घाम होइन अनि जस यो दृश्य हेर्दै होइन आफ्नो पास्टमा गरेको मेहनत सम्झिने अनि त्यसको फल अनि कहाँदेखि तपाईँ कहाँ आइपुग्नु भयो है कहिले सोच्नु भएको थिएन होला जस यो भिडियो हेरेर इन्जोय गर्नुहोस् यो भ्यू यो एक्सपिरियन्स अझै म तपाईँलाई इन्करेज गर्छु कि तपाईँहरू आफै आउनुहोस् यहाँ चाहिँ आफै आयो भने चाहिँ छुट्टै बेग्लै रमाइलो छ ल आफ्नो हिँडेको मात्र गरे होला नि ल साथीहरू हामी त तलबाट जानु पनि भएछ तलबाट त्यो अघि चौतारी थियो नि फर्किनु पर्ने भयो So I was just racing here and I just wanted to share something for you guys. One thing that keeps motivating me to keep moving forward is that the view that I get to see from the destination that I was planning to reach. And the other thing is like I have already been to this place, but at that time it was on the motorbike, and now we are just hiking to this hill, and yeah, the experience is totally different, you know. As you guys can see, we are near Khalsi Eco Lodge village. ल हेर्नु यहाँ एडभेन्चर र एडभेन्चर के होइन ल हुन्छ फाइनली साथीहरू हामी चाहिँ काल्सी इको लज फुल हेर्नु हिमाल हेर्नु ल हेर्नु दिस इज वान ब्युटिफुल प्लेस के होइन त साथीहरू अब यहाँको विशेषता फेरि टन्नै छ हेलो ज्यास्परको गन्ध त पाएन हौ बुकुली बुकुली आफूको छाउरा छाउरी छैनन् छ कि छैनन् नो 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 ल झोला फाल्दे है
ओह यो त ढल्के ढल्के रहेछ त यार ओह लचक्क अल्लिन्छ त यार अलि ढल्के ढल्के रहेछ क्या दसैँमा पिङ खेल्दैन अब चाहिँ पिङ खेल्न पाइयो त ल वर्षमा एकचोटि जमिन छोड्ने भन्छन् ल है अहिले चाहिँ छोडिदियो ल अब म बाँकीको कुराहरू तपाईँलाई यहाँ खतरा खतरा सिनेम्याटिक भ्यूमा देखाउँछु त साथीहरू ल बाई बाई ल अहिले चाहिँ हामी इको भिलेज आइपुग्यौँ होइन इको लज होइन गीता मिस कता यता अनि गीता मिस मलाई नि यतै भन्छु यतै हजुर अनि जोत दिदी हामी अस्ति आउँदा चाहिँ हामी त्यो उताबाट सिसिरी आउँदा चाहिँ यता हो है छिर्ने नेदरल्यान्ड पर्सि आइतबार आउने भन्दा यतै हो के यता अनि मिली मिस अलिअलि लगभग मिलेकै हो किन भन न कसरी भन्यो भने हामी यसो तलबाट आयौँ नि त घुमेर आएपछि हामी यता आछौँ यता होला भन्ने लाग्यो चिसै हुन्छ त यहाँ त बाहिरै पनि ल हुन्छ लास्ट टाइम चाहिँ हामी यहाँ आउँदाखेरि कुसमा चाहिँ यता भनेर हाम्रो बोइज टिमबाट सुनवाई थियो 2000 मिटर दाइ हो दाजुको अहिले इन्टरभ्यू लिन्छु मैले है दाजु अहिले इन्टरभ्यू लिन्छु है म तपाईँको है मिली त मूर्ति भयो त फेरि यस कुसमा चाहिँ यता पर्छ है त साथीहरू ल ल हुन्छ साथीहरू हामी चाहिँ भर्खर अब सायद सिनेमेटिक भिडियोहरू देख्नु होला सो वी आर इन्जोइङ द फुड फ्रम काल्सी इको लज आज त धेरै पछि ढिँडो बजाइनु भयो दाल त अनि मासु मात्र खाने भन्नु त यार अनि भात सात पनि ल्याउनु भयो त यति रहेछ ए ल अरू सबै थपी खानाले मासु चाहिँ हो यति मात्रै भन्छ ल रमाइलो भइरहेछ है साथीहरू त गर्दैन सो ओके भर्खर क्यामेरा चार्ज गरेँ फेरि भएन भने यो हुन्छ होइन कुरा गरेपछि सो यहाँ खाल्सी इको लज वाज awesome अनि आई होप यु गाइज इन्जोय दिस भिडियो अब हामी ब्याक टु ब्याक रिटर्न हुँदैछौँ अनि त्यस पछाडि केही समय लाग्ला हामी बाइक भएको ठाउँसम्म पुग्न त्यतिन्जेललाई अहिले चाहिँ हामी ठिकठाकै छौँ ल बाई बाई